जन्म थलो चाहिँ रूपाकोट हो। यही ठाउँमा जन्मिनु भयो। हो मेरो बिहा गरियो। हजुर परिवार रहेन बसेनन्। हजुर छोडेर जानुभयो। छोडेर गए। हजुर बच्चा बच्चा भएको छैन। बच्चा बच्ची सम्पत्ति गरे खाने सम्पत्ति चाहिँ टोयलेट सुत्ता छैन। बाहिर छरछिमेकीद्वारा म बसिएको छु। छरछिमेकीले सहयोग गरेर बस्नु हल्का काम गर्नु। मलाई तपाईँलाई केही सहयोग गर्नु चाहिँ आशा छ। म साह्रै दुखी भएँ मेरो सारा कोही छैन। जिउने जग्गा पनि छैन भने मलाई बाँच्न गाह्रो छ परिवेश। सिद्ध बाबा अनलाइन मिडिया तपाईको दुःख सुखको मूल्य। न त कुनै साथ, न त कुनै सपोर्ट, न त आफ्नो परिवार, न कुनै साथ दिने मान्छे, न त हेरचाह गर्ने नै मान्छे। गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नम्बर 7 का 63 वर्षीय बलबहादुर कुँवरको घरबाट नमस्कार। दर्शकबिन तपाईँ यति बेला हेर्दै हुनुहुन्छ सिद्ध बाबा अनलाइन मिडिया र साथमा छु म लक्ष्मण गौतम। दर्शकबिन आज हामी चन्द्रकोट गाउँपालिका वार्ड नम्बर 7 रूपाकोटमा आएका छौँ। 63 वर्षीय बलबहादुर कुँवर नाम गर्नुभएका कुँवर दाई भनेर चिनिने दाईको घर हामी आएका छौँ। आउनुहोस् उहाँसँगको अवस्था तपाईँहरूमा देखाउने नै छौँ। दर्शकबिन हामी उहाँ दाईको घरमा आइसकेका छौँ। आउनुहोस् उहाँसँग केही कुराकानी गरौँ। हामी उहाँ दाईको घरमा आइसकेका छौँ। दाई नमस्ते। आराम हुनुहुन्छ? मेरो नाम बलबहादुर कुँवर हो। हजुर चन्द्रकोट गाउँपालिका रूपाकोट 7 नम्बर हो। हजुर मेरो मैले बाबालाई जानिनँ, आमालाई जाने। आमा बित्नु हो। तपाईँ सानै हुँदा आफ्नो बुवा बित्नुभयो? म त जानिँदैन बाबालाई त। जान्नु भएन? म जान्दैन। आमा हुनुहुन्थ्यो, आमा बित्नु। सानै छँदा बुवा आमाको माया ममता नपाएका बलबहादुर कुँवर दाई भन्नुहुन्छ, मैले मेरो बुबालाई जान्दै जानिनँ, आमा सानै हुँदा बित्नुभयो। गाह्रो सबैको समस्या छ। काम सक्नु छोड्यो। पहिला गएर त कति वर्षको हुनुभयो तपाईँ? 16 सालको थियो। 16 सालको तपाईँ? 2016 सालमा 63 वर्षको हुनुभयो? भयो 64 लागि 64मा लाउनुभयो। जन्म थलो चाहिँ रूपाकोट हो। यही ठाउँमा जन्मिनु भयो। 2016 सालमा चन्द्रकोट गाउँपालिका 7 रूपाकोटमा जन्मिएका कुँवर दाईको अवस्था पहिलेदेखि नै आर्थिक अभाव भएको र बिहे गरेपछि परिवार साथमा नबसेको कुरा बताउनुभयो। मेरो बिहा गरियो। परिवार रहेन बसेनन्। छोडेर जानुभयो। छोडेर गए। बच्चा बच्ची भएको छैन। बच्चा बच्ची पनि भएनन्। आमा बित्नु। म एक्लै छु। 63 वर्षका बलबहादुर कुँवर दाई भन्नुहुन्छ, सम्पत्तिको नाममा यही एउटा छाप्रो हो, टोयलेट बनाउने ठाउँ छैन, वरपर छरछिमेकद्वारा बसेको छु। सम्पत्ति गरे खाने सम्पत्ति चाहिँ टोयलेट सुत्ता छैन। बाहिर छरछिमेकीद्वारा म बसिएको छु। छरछिमेकीले सहयोग गरेर बस्नु हल्का काम गर्नु। बुढेसकालमा नटेक्ने हाँगा नसमाउने डालो भएका कुँवर दाई सहयोगको आशामा। सबैलाई नमस्कार गर्न चाहन्छु। मलाई तपाईँलाई केही सहयोग गर्नु चाहिँ आशा छ। म साह्रै दुखी भएँ मेरो सारा कोही छैन। जिउने जग्गा पनि छैन भने मलाई बाँच्न गाह्रो छ परिवेश। 30 वर्ष भइयो। अब काम गर्न पनि ठुल्ठुलो काम गर्न सकिन्न। त्यही हल्का खुल्ला लड्दैबाट
गरेर जान पारेको छु। केही सहयोग गर्नु चाहिँ आशा छ। म साह्रै दुःखी भएँ, मेरो सहायक कोही छैन, जिउने जग्गा पनि छैन भने मलाई बाँच्न गाह्रो परेको छ। बुढेसकालले च्यापेको चुहिने घर, दुई छाक खान गाह्रो भएका कुँवर दाई भन्छन् अब काम गरेर खान गाह्रो भयो। 63 वर्षको भएँ, बुढो भएँ, सरकारको वृद्ध भत्ता खान उमेरले दिएन। काम गर्न पनि ठुल्ठुलो काम गर्न सकिन्न, त्यही हल्लाफुल्ला लटरपटर गरेर जान पारेको छु। बुढेसकालमा छोराछोरी र श्रीमतीको साथ सहारा पाउनु पर्ने बेलामा एक्लो दुखी अवस्था, चुहिने घर, त्यो पनि पहिराको जोखिम, न त सम्पत्ति प्रशस्त भएको, दुई छाक खान गाह्रो भएको, शरीर स्वस्थ नभएको, एक्लिएर बसेका बलबहादुर कुँवर दाईको सम्पूर्ण पीडादायी कुराहरू तपाईँहरूमाझ राखिसकेका छौँ। यो अवस्थामा उहाँलाई सहयोगी मनहरूको आवश्यकता परेको छ। यदि हजुरहरू सहयोग गर्न चाहनुहुन्छ भने तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। हामी उहाँसँग फलोअप रिपोर्ट लिएर पुनः उपस्थित हुनेछौँ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार। सिद्ध बाबा अनलाइन तपाईँको दुःख सुख सुन्नु।